समीर मगर यो प्रहारको लागि समीर वाउ इजी फिनिशिङ समीर इजी फिनिशिङ गरिदिएका छन् समीर मगर कप्तानले र दोस्रो यो पहिलो प्रहारको लागि आउँदैछन् सेका एफसीबाट विशाल तामाङ जर्सी नम्बर 8 मा रहेका छन् विशाल तामाङ जर्सी नम्बर 8 का विशाल तामाङ अब प्रहार गर्नेछन् र रक्षा पंक्तिमा गोलरक्षक रहेको छ विजय श्रेष्ठ जर्सी नम्बर 8 का विशाल तामाङ अब प्रहारको लागि तयारी अवस्थामा विशाल इजी फिनिशिङ विशालको र दुवै टोली एक गोल गरिसकेका छन् र यो दोस्रो प्रहारको लागि खतबारी युथ क्लबबाट ज्याक्सन इन्द्रे तेह्रथुम जिल्लाका एकदमै उदाउँदो प्लेयर ज्याक्सन इन्द्रे हामी विभिन्न स्थानहरूमा देख्ने गर्छौँ ज्याक्सन इन्द्रेलाई र यो प्रहारको लागि तयारी अवस्थामा छन् ज्याक्सन इन्द्र निवाहाङमा पनि हेर्दै हुनुहुन्छ ज्याक्सन इन्द्र यो प्रहारको लागि तयारी अवस्थामा निमा बोटे रक्षा पंक्तिमा ज्याक्सन इन्द्र इजी फिनिशिङ ज्याक्सन इन्द्रको इजी गोल र दोस्रो प्रहारको लागि जर्सी नम्बर 12 का जङ्ग खड्का यो प्रहार गर्नेछन् जङ्ग खड्का रक्षा पंक्तिमा विजय श्रेष्ठ अग्र पंक्तिमा छन् जङ्ग ए ब्युटिफुल फिनिशिङ दुवै टोली 2-2 गोलको स्थितिमा र योगेश बमजन यो प्रहार गर्नेछन् योगेश बमजन अब योगेश बमजन कतबारी युथ क्लबबाट यो प्रहारको लागि योगेश बमजन यो इजी फिनिशिङ योगेश बमजनको दुवै टोलीबाट लगातार गोल देखिरहेका छौं हरदेव लामा पनि जोडिनु भएको छ र 525 जना दर्शकले जोडिराख्नु भएको छ दिवस पुजेल ब्युटिफुल गोल भन्नुहुन्छ र गुरुङ पवन वाउ भन्नुहुन्छ र सन्देश लामसङ पनि हेर्दै हुनुहुन्छ गोल 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 भन्नुहुन्छ र सौरभ भट्टराई मिस भन्नुहुन्छ र सञ्जय धिमाल बी डिभिजन लिग खेलेका बाँसबारी क्लबबाट खेलिसकेका खेलाडी सञ्जय धिमाल अब यो प्रहारको लागि सञ्जय धिमाल यो मिस गरेका छन् यो रिप्लेमा हेर्नु होला सञ्जय धिमाल मिस्टेक गरेका छन् त्यो प्रहारलाई मिस गरिसकेका छन् सञ्जय धिमालले सायद यो रिटेक रहनेछ अब गोल रक्षकले त्यो लाइनभन्दा अगाडि आएर सायद सेभ गरेका थिए र सञ्जय धिमाल अब रक्षा पन्थीमा रहेका छन् विजय श्रेष्ठ र सञ्जय धिमाल यो प्रहारको लागि अनुभवी खेलाडी हुन् सञ्जय धिमाल इजी जाली चुमाइदिएका छन् सञ्जय धिमाल र 3-3 गोलको बराबरीमा अब
र चौथो प्रहारको लागि समीर खान काठमाडौँ युथबाट। र सिरुपाते ग्लोबल ग्रुप पनि हामीलाई हेर्दै हुनुहुन्छ। र समीर खान यो प्रहारको लागि, अब समीर यो चौथो प्रहारको लागि समीर खान, यो इजी फिनिसिङ समीर खानको, जाली चुमाइदिएका छन् समीर खानले। ए प्रहारको लागि तारानाथ राजवंशी, तारानाथ, ए ब्रिलियन्ट फिनिसिङ तारानाथको। दुवै टोली 4 मा 4 स्कोर गरिरहेको छ। दुवै टोली मिस्टेक भने अहिलेसम्म देखेका छैनौँ। र पाँचौं प्रहारको लागि लेनिन राय, रिवाज सुलुङ राय सेफ भन्नुहुन्छ। र लेनिन यो प्रहारको लागि रक्षा पंक्तिमा निमा भोटे, लेनिन र निमा भोटे सही जस्तो गरेका थिए लेनिनको त्यो इजी गोल। र 5-4 गोलको स्थितिमा रहेको छ आज। अब यो डिसिजन बल सायद एसएका एफसीले यो गोल नगरेमा काठमाडौँ युथ क्लब सेमिफाइनल प्रवेश गर्नेछ। सञ्जय लिम्बू यो प्रहारको लागि, यो पाँचौं प्रहारको लागि सञ्जय लिम्बू रहेको छ। अब सञ्जय लिम्बू जर्सी नम्बर 2 का सञ्जय यो प्रहारको लागि तयारी अवस्थामा रहेका छन्। सञ्जय लिम्बू, सञ्जय इजी जाली चुमाइदिएका छन् सञ्जयले। र दुवै टोली बराबरी गोलको स्थितिमा। र जोसन कार्की काठमाडौँ युथबाट यो प्रहारको लागि जोसन कार्की रहनेछन्। अब जोसन यो छैटौं प्रहारको लागि जोसन, वाउ इजी फिनिसिङ जोसनको पनि। र डिफेन्डिङ च्याम्पियन टोली अब यो प्रहारको लागि समीर तामाङ, जर्सी नम्बर 13 का समीर तामाङ। र 590 जना दर्शक दीर्घायु हेरिराख्नु भएको छ र युट्युबमा पनि हेर्न सक्नुहुनेछ। समीर तामाङ यो प्रहारको लागि अब समीर जाली चुमाउँदै र दुवै टोली 6-6 गोलको स्थितिमा। बराबरी गोल। निर्धारित समय सकिए पश्चात, अतिरिक्त समय पनि सकिए पश्चात यो पेनाल्टी सुटआउटमा गएको हो यो प्रतियोगिता। यो तेस्रो क्वार्टर फाइनल खेल, आज यो दोस्रो दिनको यो पहिलो क्वार्टर फाइनल खेल। प्रहारको लागि जर्सी नम्बर 3 का खेलाडी सुजान मगर जाली चुमाउँदै
र सेकाबाट यो प्रहारको लागि र 603 जना हामी देखिसकेका छौँ। फेसबुक लाइभमा जोडिराख्नु भएको छ 603 जना र 611 रोजिन छेत्री यो प्रहारको लागि रोजिन जर्सी नम्बर 3 का रोजिन छेत्री यो प्रहार गर्नेछन्। अब रोजिन छेत्री रोजिन दुवै टोली हामी देखिरहेका छौँ 7-7 गोल 7मा 7 पटक स्कोर गरिरहेको छ दुवै टोलीले। र सुब्बा राई सुब्बा निमा भोटेको यो उत्कृष्ट सेभ रिप्लेमा हेर्नुहोला। निमा भोटे यो ब्युटिफुल सेभ गरिदिएका छन् निमा भोटेले र अब अवसर बन्न सक्छ सेकाको लागि। युगेन राई यो प्रहारको लागि अब जर्सी नम्बर 11 का युगेन राई यो प्रहार गर्नेछन्। युगेन रक्षा पंक्तिमा विजय श्रेष्ठ युगेन राई यो प्रहारको लागि युगेन राई युगेन यो सेभ विजय श्रेष्ठ रिप्लेमा हेर्नुहोला। दुवै टोली यो 8औं प्रहारमा चुकेका छन्। 7-7 गोलको स्थितिमा र सञ्जिता गुरुङ पनि वाउ 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 भन्नुहुन्छ। र अनिता कङ्ग्रेचुलेसन्स तपाईँले नै कङ्ग्रेचुलेसन्स नदिनु होला अनिताजी। र यो प्रहारको लागि दिनेश मगर दिनेश जाली चुमाउन सफल दिनेश। रानी श्यामपुर राई पनि हेर्दै हुनुहुन्छ। प्रहारको लागि कप्तान सन्दीप गुरुङ जर्सी नम्बर 14 का सन्दीप गुरुङ यो प्रहार गर्नेछन्। अब सेका एफसीबाट सन्दीप र यो सेभ र सेका